आजको हाम्रो छलफलको लागि हामीसँग स्रोतको नाममा जम्मा 2 वाक्य छ। 2 वाक्य मात्रै? हो, जम्मा 2 वाक्य। तर कहिलेकाहीँ सानो कुराले नै होइन ठूलो अर्थ बोकेको हुन्छ। यो हिन्दू धर्मको एउटा निकै महत्त्वपूर्ण अवधारणा 4 धाम बारे हो। हो, त्यो त हो। कहिलेकाहीँ जति छोटो भयो त्यति नै गहिरो हुन सक्छ। 2 वाक्यमा पुरै दर्शन अटाएको हुन सक्छ नि। एकदम। स्रोत यस्तो छ, ध्यान दिएर सुनौँ है। भारतका प्रसिद्ध र आध्यात्मिक 4 धाम। 4 धाम हिन्दू धर्ममा अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छन्। यी 4 धामको दर्शन गर्नुलाई जीवनको ठूलो धार्मिक उपलब्धि मानिन्छ। बस यति नै। सुन्दा त सामान्य जानकारी जस्तो लाग्छ, तर यसमा प्रयोग भएका हरेक शब्द प्रसिद्ध, आध्यात्मिक, अत्यन्तै पवित्र, उपलब्धि हो, उपलब्धि, यी सबैको आफ्नै वजन छ। हो, र हाम्रो आजको काम भनेको यही वजनलाई नाप्नु हो। यी 2 साधारण वाक्यमा यति ठूलो अर्थ कसरी अटायो होला? कुनै ठाउँ एकै पटक प्रसिद्ध र आध्यात्मिक कसरी हुन सक्छ? अनि यात्रालाई उपलब्धि नै किन भनियो? प्रसिद्ध र आध्यात्मिक। स्रोतले यी 2लाई सँगै राखेको छ, मानौ यी एकअर्काका पर्यायवाची हुन्। तर मलाई लाग्छ कुनै ठाउँ प्रसिद्ध हुनु र आध्यात्मिक हुनु फरक कुरा हो। के भन्नुहुन्छ? यो निकै राम्रो प्रश्न हो। प्रसिद्धि बाहिरी कुरा हो। यसले सामाजिक, सांस्कृतिक र ऐतिहासिक मान्यतालाई जनाउँछ। कति मानिसले चिन्छन्, कति चर्चा हुन्छ, यस्तै कुराहरू हो। कति मानिसले त्यो ठाउँलाई चिन्छन्, इतिहासका किताबमा त्यसको कस्तो स्थान छ, यो सबै प्रसिद्धि हो। तर आध्यात्मिकता नितान्त व्यक्तिगत र त्यो भित्री अनुभव हो। भित्री अनुभव हो। त्यो ठाउँमा पुग्दा तपाईँको मनमा कस्तो तरङ्ग पैदा हुन्छ, कस्तो शान्ति मिल्छ, तपाईँले आफूलाई ब्रह्माण्डसँग कत्तिको जोडिएको महसुस गर्नुहुन्छ, त्यो हो आध्यात्मिकता। मैले यो सुन्दा मोनालिसाको पेन्टिङ सम्झिएँ। त्यो विश्व प्रसिद्ध छ, लाखौं मानिस त्यसलाई हेर्न पुग्छन्, यो उसको प्रसिद्धि भयो। पेन्टिङको अगाडि उभिँदा कुनै व्यक्तिले जुन व्यक्तिगत भावनात्मक सम्बन्ध महसुस गर्छ, त्यो उसको भित्री अनुभव भयो। सबैले त्यो अनुभव गर्छन् भन्ने छैन नि। एकदमै सान्दर्भिक उदाहरण। प्रसिद्धिले मानिसहरूलाई ढोकासम्म ल्याइ पुर्याउँछ, तर आध्यात्मिकताले उनीहरूलाई भित्र प्रवेश गराउँछ। कति राम्रो कुरा। र अर्को रोचक कुरा के छ भने, जब लाखौं मानिसले एउटै विश्वास र भावनाले कुनै स्थानलाई हेर्छन्, त्यसले एउटा सामूहिक ऊर्जा, मतलब कलेक्टिभ एनर्जी सृजना गर्छ। होला। प्रसिद्धिले गर्दा नै एउटा ठूलो समुदायले त्यस ठाउँको आध्यात्मिक महत्त्वलाई स्वीकार गर्छ र त्यो विश्वास पुस्ता पुस्तासम्म जीवित रहन्छ। यसरी हेर्दा प्रसिद्धिले आध्यात्मिकताको लागि एउटा मञ्च तयार गरिदिन्छ। त्यो त हो, तर यहाँ एउटा प्रश्न उठ्छ नि, के कहिलेकाहीँ अति प्रसिद्धिले आध्यात्मिकतालाई ओझेलमा पार्दैन र? जस्तै कुनै ठाउँमा यति धेरै भिड भयो, सेल्फी खिच्ने होड चल्यो, बजार र कोलाहल यति बढ्यो कि शान्ति र एकान्तमा गरिने साधना नै हरायो। यो त द्वन्द्व भयो नि, होइन र? तपाईले एकदमै महत्त्वपूर्ण र आजको समयको यथार्थ कुरा उठाउनुभयो। यो प्रसिद्धि र आध्यात्मिकता बीचको सबैभन्दा ठूलो चुनौती हो। हो नि। बद्रीनाथलाई नै हेरौँ न, यो विष्णुको वासस्थान भनेर प्रसिद्ध छ। यो प्रसिद्धिले लाखौंलाई त्यहाँ तान्छ, तर त्यही प्रसिद्धिले गर्दा त्यहाँ बजार विस्तार भएको छ, होटेलहरू बनेका छन्, कोलाहल बढेको छ। हो, त्यसो भए वास्तविक आध्यात्मिक अनुभव खोज्नेले त्यो भिड र व्यापारीकरणलाई छिचोल्नु पर्छ। तर रोचक कुरा के छ भने, धेरैका लागि यो पनि यात्राको एउटा तपस्या नै हो। बाहिरी कोलाहलको बीचमा भित्री शान्ति खोज्नु। त्यसैले प्रसिद्धिले चुनौती थपे पनि आध्यात्मिकताको सम्भावनालाई निमित्यान्नै पार्छ भन्ने चाहिँ होइन। भनेपछि त्यो बाहिरी हल्लालाई जितेर भित्रको मौनतासम्म पुग्नु नै आजको युगको साधना भयो। यो त निकै रोचक दृष्टिकोण हो। त्यो भिड छिचोलेर पनि मानिसहरू त्यहाँ पुग्छन्, किनभने त्यो ठाउँको शक्ति, त्यसको पवित्रता साधारण छैन। सायद त्यसैले होला स्रोतले यी स्थानहरूलाई केवल पवित्र मात्र नभनी अत्यन्तै पवित्र भनेको छ। यो अत्यन्तै शब्दले के थप अर्थ बोक्छ होला? अत्यन्तै शब्दले यहाँ स्तर छुट्याएको छ। पवित्र हुनु भनेको सफा हुनु, शुद्ध हुनु होला, तर अत्यन्तै पवित्र हुनु भनेको त्यो भन्दा धेरै हो। धेरै मतलब? तीर्थस्थल शब्दको अर्थ नै सांसारिक दुनियाँबाट आध्यात्मिक दुनियाँमा प्रवेश गर्ने ढोका हो।
अत्यन्तै पवित्र भन्नुको अर्थ हो यी स्थानहरू केवल सफा वा शुद्ध मात्र होइनन्, यिनीहरू दैवी ऊर्जाले चार्ज भएका छन्। दैवी ऊर्जाले चार्ज भएको, यसलाई अलि सरल भाषामा भन्नु न। कल्पना गरौँ त एउटा यस्तो ठाउँ जहाँ हजारौं वर्षदेखि एउटै मन्त्र गुन्जिरहेको छ, जहाँ ठूला ठूला ऋषिहरूले आफ्नो जीवनभरको तपस्या गरेका छन्, जहाँ पौराणिक कथाहरूका अनुसार स्वयं देवताहरू प्रकट भएका थिए। त्यो ठाउँको माटोमा, हावामा, ढुङ्गामा एउटा फरक किसिमको कम्पन वा ऊर्जा हुन्छ भन्ने विश्वास हो। यो अत्यन्तै पवित्र हुनु भनेको भौतिक शुद्धता मात्र होइन, यो त ऊर्जाको शुद्धता हो। यी स्थानहरू साधारण धरतीको टुक्रा मात्र होइनन्, बरु स्वर्ग र पृथ्वी जोड्ने बिन्दु, एक किसिमको पोर्टल हुन् भन्ने मान्यता राखिन्छ। त्यहाँ प्रवेश गर्दा मानिसले आफ्नो सांसारिक पहिचान पछाडि छोडेर एक उच्च चेतनाको अनुभव गर्न सक्छ भन्ने विश्वास गरिन्छ। भनेपछि यो एक किसिमको आध्यात्मिक वातावरण, स्पिरिचुअल एटमोस्फियरको कुरा भयो। हो, बिल्कुल। यो जुन ऊर्जा र विश्वासको कुरा आयो, यसले मलाई स्रोतको अर्को अंशमा पुर्यायो, हिन्दू धर्ममा। यो वाक्यांशले त पुरै कुरालाई एउटा निर्दिष्ट चस्माबाट हेर्नुपर्छ भनिरहेको छ नि, होइन र? हो, यसले एउटा सन्दर्भ दियो। यसले यो अवधारणालाई अन्य दृष्टिकोणबाट हेर्ने सम्भावनालाई कसरी सीमित वा निर्देशित गर्छ? यो वाक्यांशले नै सम्पूर्ण अवधारणालाई एउटा बलियो जग दिन्छ। तीर्थयात्रा विश्वका धेरै धर्महरूमा महत्त्वपूर्ण छ। इस्लाममा हज, इसाई धर्ममा जेरुसलेम, तर यहाँ स्रोतले हामीलाई हिन्दू धर्मको दृष्टिकोणमा केन्द्रित हुन भनिरहेको छ। यो वाक्यांशले भन्छ कि चारधामको यात्रा केवल छुट्टी मनाउनु वा सुन्दर ठाउँ घुम्नु होइन, यो एक धार्मिक कर्तव्य हो, जीवनलाई पूर्णता दिने एउटा अङ्ग हो भन्ने मान्यता छ। यसको मतलब विश्वासको चस्मा नलगाई हेर्दा यसको अर्थ अर्कै लाग्न सक्छ। हो, बिल्कुल। यो वाक्यांशले दृष्टिकोणको भिन्नतालाई स्पष्ट पार्छ। उदाहरणको लागि रामेश्वरमलाई लिउँ न। हुन्छ। हिन्दू धर्मावलम्बीहरूका लागि यो त्यो ठाउँ हो जहाँ भगवान रामले रावणलाई मारेपछि ब्रह्महत्याको पाप पखाल्न शिवको पूजा गरेका थिए। त्यहाँको बालुवाको हरेक कणमा त्यो कथा र विश्वास जोडिएको छ। तर हिन्दू धर्म नमान्ने पर्यटकका लागि त्यो एउटा सुन्दर समुद्री तट र भव्य वास्तुकला भएको मन्दिर मात्र हुन सक्छ। हो, त्यो पनि हो। हिन्दू धर्ममा भन्ने शब्दले हामीलाई रामको आँखाबाट हेर्न भनिरहेको छ, पर्यटकको आँखाबाट होइन। त्यो विश्वासको चस्मा लगाएपछि मात्र त्यो ठाउँ प्रसिद्धबाट अत्यन्तै पवित्रमा रूपान्तरण हुन्छ। र जब कुनै व्यक्तिले यो यात्रा त्यो धार्मिक आँखाबाट पूरा गर्छ, तब यो उसको लागि केवल एउटा यात्रा रहँदैन, यो बन्छ, स्रोतले भने जस्तै, जीवनको ठूलो धार्मिक उपलब्धि। मलाई यो उपलब्धि शब्दले साँच्चै छोयो। एकदम। यात्रा त यात्रा हो, तर उपलब्धि भन्नाले त यसमा केही सङ्घर्ष, केही त्याग, केही जित लुकेको छ जस्तो लाग्यो। एकदम। उपलब्धि शब्द यहाँ सित्तैमा आएको छैन। यसले अथक प्रयास, चुनौती, समर्पण र कठिनाइलाई समेटेको छ। शारीरिक कठिनाइ पनि हो। चारधामको यात्रा, विशेष गरी हिमालयमा रहेका बद्रीनाथ र केदारनाथको यात्रा शारीरिक रूपमा निकै कठिन हुन्छ। उकालो ओह्रालो, चिसो मौसम, उचाइका कारण हुने स्वास्थ्य समस्या, यो सबै सहज छैन। त्यो त हो। त्यसैले स्रोतले हवाईजहाजको पिकट काटेर पुग्ने सहज यात्राको कुरा गरिरहेको छैन। यसले एउटा कठिन यात्राको कुरा गरिरहेको छ, जसमा शारीरिक र मानसिक दुवै तपस्या समावेश हुन्छ। यसको मतलब गन्तव्यमा पुग्नुभन्दा पनि त्यो यात्राको प्रक्रिया नै महत्त्वपूर्ण भयो। हो। यात्रामा भोगेका कठिनाइहरू, गरेको त्याग र मनमा राखेको दृढता, यी सबै मिलेर त्यसलाई एउटा उपलब्धि बनाउँछन्। हो, यात्रा नै प्रक्रिया हो। यसलाई अझ गहिरोसँग बुझ्न एउटा चित्र कोर्न कोसिस गरौँ न। सोच्नुस् त, राजस्थानको कुनै गाउँको एकजना वृद्ध दम्पति जसले जीवनभरि अलिकति अलिकति पैसा जोगाए। उनीहरूको एउटै सपना छ, जीवन सकिनु अघि एकपटक बद्रीनाथको दर्शन गर्ने। उनी आफ्नो घर, परिवार सबै छोडेर निस्किन्छन्। बस, रेल, फेरि बस, अनि हिमालको त्यो चिसोमा काम्दै, सास फुल्दा फुल्दै, लौरो टेक्दै त्यो मन्दिरको गजुर देख्छन्। कल्पना गर्दा पनि कस्तो। जब उनीहरू त्यो मूर्तिको अगाडि आँखा चिम्म गरेर उभिन्छन्,
त्यो क्षण उनीहरूका लागि के हो? त्यो उपलब्धि हो। त्यो यात्रामा भोगेको हरेक प्रश्न, हरेक दुःख त्यो एकै क्षणमा सार्थक हुन्छ। वाओ, तपाईले यो जुन चित्र बनाउनुभयो त्यसले उपलब्धि शब्दको पुरै अर्थ नै बदलिदियो। यो त कुनै दौडमा पदक जितेको जस्तो होइन, होइन, यो त जीवन जितेको जस्तो रहेछ। अनि स्रोतमा जीवनको भन्ने शब्दले पनि यसलाई अझ ठूलो बनाएको छ। हो। जीवनको भन्ने शब्दले यो सङ्केत गर्छ कि यो कुनै सानोतिनो लक्ष्य होइन। यो जीवनभर देखेको सपना, जीवनभरको कमाई र प्रयास लगाएर हासिल गरिने कुनै ठूलो लक्ष्य हो। जीवनको अन्तिम चरणतिर गरिने यात्रा जस्तो। हो। धेरै मानिसहरू आफ्नो जीवनको अन्तिम चरणमा यो यात्रा गर्छन्, मानौ जीवनभर गरेका सबै काम, सबै कर्तव्य पूरा गरेपछि अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कर्तव्य पूरा गर्न निस्किएका हुन्। ए, यो यात्रा पूरा गर्नु भनेको आफ्नो धार्मिक र आध्यात्मिक दायित्व पूरा गर्नु हो र जीवनलाई सार्थक बनाएको महसुस गर्नु हो। यो एक प्रकारले आफ्नो जीवनको अन्तिम परीक्षा पास गरे जस्तै हो। त्यसो भए आज हामीले यी दुई वाक्यबाट के बुझ्यौं भने चारधामको यात्रा भनेको प्रसिद्ध ठाउँमा घुम्न जानु मात्र होइन रहेछ। होइन, यो त एउटा यस्तो गहिरो यात्रा हो जहाँ प्रसिद्धिले आध्यात्मिकताको ढोका खोलिदिन्छ, जहाँ पवित्रताको अर्थ ऊर्जा र विश्वाससँग जोडिएको हुन्छ र जहाँ कठिनाइहरू पार गरेर पुग्दा त्यो यात्रा जीवनकै एउटा ठूलो उपलब्धि बन्छ। एकदम सही सारांश। स्रोत छोटो भए पनि यसले यी स्थानहरूमा किन यति धेरै शक्ति छ भन्ने कुराको पूर्ण खाका दिन्छ। यसले सार्वजनिक मान्यता अर्थात् प्रसिद्धिलाई व्यक्तिगत आध्यात्मिक लक्ष्यसँग जोड्छ र जब यी दुई कुरा मिल्छन् तब एउटा असाधारण अनुभव जन्मन्छ जसलाई जीवनको उपलब्धि भनिन्छ। बाहिर र भित्रको यात्रा एकैपटक हुने हो। यो यात्रा बाहिरको संसार र भित्रको आत्मा दुवैलाई एकैसाथ सम्बोधन गर्ने एउटा शक्तिशाली माध्यम हो। यी छलफलले मलाई पनि धेरै कुरा सोच्न बाध्य बनायो। हो, र यसले एउटा बृहत प्रश्न पनि जन्माउँछ। स्रोतले यो उपलब्धिलाई एउटा निश्चित धार्मिक सन्दर्भमा राखेको छ। तर आजको यो आधुनिक र प्राय धर्मनिरपेक्ष संसारमा हाम्रो व्यक्तिगत तीर्थयात्राहरू के होलान्? कुन यस्तो लक्ष्य छ, चाहे त्यो भौतिक होस् वा बौद्धिक, जसलाई पूरा गर्न हामी त्यस्तै त्याग र समर्पण गर्छौं? र जसलाई पाएपछि ल जीवनमा केही त गरियो भन्ने महसुस हुन्छ। हो, त्यही। सायद हामी सबैको आफ्नै चारधाम हुन्छन् होला, खोज्नु मात्र पर्छ।